यो आइटिएल फोन हो। यो आइटिएल फोनमा चाहिँ चार्जिङको प्रब्लम छ। त्यही कनेक्टरको इस्यु नै हो। हामी यो ब्याक प्यानल नर्मल तरिकाले हामी खोल्छौँ, साइडबाट खोलेर हामी निकाल्छौँ। हेर्न सक्नुहुन्छ हामीले निकालिसकेका छौँ। अनि हामी यसको बोर्डहरू यहाँ छ, जङ्ग लागेर पुरा खै लागेको छ बोर्डहरू पुरै। यसमा हामी अब यसलाई चाहिँ निकालेर हट गनले हामी हेर्न सक्छौँ। यो हट गन छ अनि हट गनले हामी हिट गर्नेछौँ। यसमा 400 को हिट रहनेछ, 60 को एयर रहनेछ, हावा रहनेछ। अनि यसलाई हामी निकाल्नेछौँ। निकालेर अनि हामी नयाँ कनेक्टर हामी देख्न सक्छौँ। यो नयाँ कनेक्टर न्यू कनेक्टर छ। यो कनेक्टर चाहिँ हामी यसमा फिट गर्नेछौँ। अनि त्यसपछि हामी चाहिँ यसलाई चार्जिङ गरेर हामी देखाउनेछौँ केही समयमा। यसलाई चाहिँ एकछिनमा हामी कनेक्टर हामी हाल्नेछौँ है। यसमा फिट गरिसकेका छौँ हामी कनेक्टर हामीले सुम्पिन्छौँ। यसमा फेरि यो हल्का ग्लु हामी लाउनेछौँ। यसले चाहिँ ग्लुले चाहिँ तपाईँको कनेक्टर निकाल्नमा यसले सहायता गर्छ। हामी चारैतर्फ हामी हाल्नेछौँ। ग्लु हालेर यो पिन जस्तोले हामी हाल्न सक्छौँ या कुनै चिजले पनि गर्न सक्छौँ। हामी चारैतर्फ हामी हाल्नेछौँ। अब एकछिनमा हामी यसमा हिट हानेर यो कनेक्टर निकाल्नेछौँ। हेर्न सक्नुहुन्छ हामीले निकालिसकेका छौँ हिट हानेर। यो कनेक्टर पुरानो कनेक्टर हो। यहाँ हामी सरसफाइ गरेर हामी फेरि नयाँ कनेक्टर हामी सोल्ड गर्नेछौँ। फेरि यसमा बसाउनेछौँ। त्योभन्दा अगाडि हामी यसलाई चाहिँ क्लिन गर्नेछौँ है। हामी हेर्न सक्छौँ यो पिनहरू हामीले बसालिसकेका छौँ। अब यसमाथि हामी चाहिँ कनेक्टर हामी बसाल्नेछौँ। यो कनेक्टर रहेको हुन्छ। हामी यसलाई चाहिँ यसमाथि बसालेर हामी चाहिँ देखाउनेछौँ केही समयमा। हेर्न सक्छौँ हामी कनेक्टर हालिसक्यौँ। अब यो साइडमा हामी यो चारवटा खुट्टा छ लेग, जसलाई हामी सोल्डिङ गर्नेछौँ। किनभने हामी पिन हाल्दा चाहिँ यो पिन ननिक्लोस् भनेर यसलाई मजबुतको लागि हामी चारैतर्फ चार ठाउँमा हामी सोल्डिङ गर्नेछौँ है त। हेर्न सक्छौँ हामीले चारतर्फ सोल्डिङ गरिसकेका छौँ। अब यो हामी मोबाइललाई चाहिँ हामी फिट गर्नेछौँ केही समयमा है। हामीले कनेक्टर हालिसकेका छौँ। अब यसमा चाहिँ हामी फिटिङ गर्नेछौँ, यहाँ बसाल्नेछौँ, राख्नेछौँ अनि मोबाइलहरू फिट हामी गर्नेछौँ है त। फिटिङ बसाल्नुभन्दा अगाडि चारैतर्फ हामी फिटिङ बसालिसकेका छौँ। अब यसमा चाहिँ चारैतर्फ पिन हामीले एउटा पिन पनि छोड्नु भएन है। यसमा चारैतर्फ हामीले पिन बसाल्नुपर्छ, किनभने बोर्ड खसे पनि यताउता हल्लिन पाउँदैन, बोर्डहरू सर्ट हुनु पाउँदैन। त्यही भएर पिन चाहिँ हामी कन्टिन्यू सबैतिर हामी हाल्नुपर्छ। हामीले फिटिङ गरिसकेका छौँ। हेर्न मिल्छ आइटिएलको मोडल रहेको छ। अनि यो चारैतर्फ फिटिङ कनेक्टर नयाँ हालेका छौँ। पुरानो कनेक्टर चाहिँ हामीले हेर्न सक्छौँ चार्जिङ लिएको छ आइटिएलको फोन। क्लियर देखाउनु न, देखायो क्या 1.1 एम्पियर अलि भएको छ। हेर्न सक्छौँ 1.1 एम्पियर 1.8 एम्पियर दुईवटा फोन चार्ज छ। यसले तपाईँको फोन चाहिँ अलिक फास्ट चार्ज जान्छ। 1 एम्पियरभन्दा उता गयो भने तपाईँ चार्जिङ चाहिँ राम्रो हुन्छ। यहाँ युएसबीले देखाएको छ, हामी हेर्न सक्छौँ है। यहाँ चार्जिङ 1 एम्पियर भइसकेको छ। हुन्छ।